अवसरवाद सुन्दा सुन्दै कानै बानी परिसकेको शब्द होइन त? खास गरी चुनावको बेला वा कुनै ठूलो सामाजिक बहस चल्दा यो शब्द खूब सुनिन्छ। तर साँच्चै यसको मतलब के हो? को हुन् त अवसरवादी? ल आज यही विषयमा अलिकति गहिरिएर कुरा गरौं। हाम्रो वरिपरि यस्ता मानिसहरू देखिन्छन् नि जो सधैँ जित्ने पक्षमा हुन्छन्, जता फाइदा उतै लर्किन्छन्। परिस्थिति फेरिने बित्तिकै उनीहरूको बोली व्यवहार सबै युटर्न हुन्छ। आखिर किन हुन्छ यस्तो? हो, यही प्रश्नबाट अवसरवादको कुरा सुरु हुन्छ। ल त्यसो भए अब लागौं पहिलो खण्डतिर। अवसरवाद आखिर हो के त? मौकाको फाइदा उठाउनु भन्नु त सजिलो छ, तर यसको अर्थ त्योभन्दा धेरै गहिरो छ। सरल भाषामा भन्नुपर्दा अवसरवाद भनेको एउटा यस्तो व्यवहार हो जहाँ सिद्धान्त, मूल्य, मान्यता यी सबै कुरा एकातिर अनि तत्कालको व्यक्तिगत फाइदा अर्कोतिर हुन्छ र छनौटमा सधैँ व्यक्तिगत फाइदा नै पर्छ। हेर्नुस्, परिस्थिति अनुसार मान्छेको धारणा बदलिनु नराम्रो होइन, तर त्यो परिवर्तन कुनै नयाँ सोच वा समाजको भलाइको लागि नभएर खाली आफ्नो स्वार्थको लागि मात्रै हुन्छ भने हो, त्यसैलाई अवसरवाद भनिन्छ। यो सोचलाई एउटै लाइनमा भन्नुपर्दा यस्तो हुन्छ: जेले फाइदा हुन्छ त्यही सही। कस्तो सुनिन्छ होइन? उनीहरूको लागि सही र गलतको मापदण्ड नै व्यक्तिगत लाभ हो। हरेक निर्णय लिनु अघि उनीहरूको दिमागमा एउटै प्रश्न घुम्छ: यसमा मेरो लागि के छ? ठिक छ, परिभाषा त बुझ्यो, तर यस्ता मान्छेहरूलाई व्यवहारमा कसरी चिन्ने त? के हुन् त उनीहरूका लक्षण? ल अब यसबारे कुरा गरौं। अब हेरौं है अवसरवादीका केही चलनहरू। उनीहरू सधैँ सङ्घर्षभन्दा सुविधा रोज्छन्, जोखिम लिनुभन्दा सुरक्षित बस्न खोज्छन्। जब कुनै आन्दोलन वा परिवर्तनको लागि लड्नुपर्ने बेला आउँछ नि, उनीहरू कतै देखिँदैनन्, चुपचाप बसेर हेर्छन्। तर जब सफलता मिल्यो त्यसको जस लिन चाहिँ सबैभन्दा अगाडि हुन्छन्। अनि अर्को कुरा, उनीहरू सबैसँग एउटा ढोका खुला राख्छन्। किन? ताकि जता शक्ति र फाइदा ढल्क्यो त्यतै सजिलै पस्न पाइयोस्। यस्तो व्यवहार व्यक्तिगत जीवनमा त हानिकारक भइहाल्यो, होइन र? तर सोच्नुस् त, यही प्रवृत्ति जब राजनीतिमा पस्छ तब के होला? हो, तब यसको खतरा कैयौं गुणाले बढेर जान्छ। राजनीतिमा चाहिँ किन यति खतरनाक? किनभने यहाँ एक दुईजनाको सम्बन्धको कुरा मात्रै होइन। यहाँ त सिङ्गो देशको भविष्य, करोडौं मानिसको विश्वास अनि लोकतान्त्रिक संस्थाहरूको जग नै दाउमा लागेको हुन्छ। एउटै व्यक्तिको स्वार्थले लाखौंको भविष्यमाथि खेलवाड हुन सक्छ। राजनैतिक अवसरवादीहरूले प्राय एउटा बाटो पछ्याउँछन्। पहिलो त जनताको भोटलाई आफ्नो व्यक्तिगत फाइदाको लागि भर्याङ बनाउँछन्। दोस्रो, जब सत्ता फेरिन्छ उनीहरूको बोली र अडान पनि गिरगिटले रङ फेरे झैं फेरिन्छ। तेस्रो, उनीहरूको सिद्धान्त दर्शक अनुसार बदलिन्छ र अन्त्यमा यस्तै गर्दै जाँदा देशका संस्थाहरू कमजोर हुन्छन् र जनताको विश्वास टुट्छ। तर एकछिन है, यहाँ एउटा प्रश्न आउँछ: के समयअनुसार बदलिनु नै अवसरवाद हो त? सधैँ यस्तो हुन्छ र? हुँदैन। लचकता अर्थात् फ्लेक्सिबिलिटी र अवसरवाद बीच एउटा निकै पातलो तर महत्वपूर्ण रेखा छ। यसलाई बुझ्नु एकदमै जरुरी छ। यो फरकलाई यसरी हेरौं न। लचकता भनेको आफ्नो मुख्य लक्ष्यमा पुग्नको लागि रणनीति बदल्नु हो। जस्तै डुङ्गाले आफ्नो गन्तव्यमा पुग्न हावा अनुसार पालको दिशा बदल्छ, तर गन्तव्य बदल्दैन। तर अवसरवाद भनेको के हो? जहाँबाट फाइदा हुन्छ त्यतैतिर गन्तव्य नै बदल्नु हो। यहाँ मुख्य फरक भनेकै सिद्धान्त र नियतको हो। त्यसो भए अवसरवादले समाजलाई कमजोर बनाउँछ भने बलियो बनाउने बाटो चाहिँ के त? हो, त्यो बाटो हो सिद्धान्तको बाटो। आजको हाम्रो छलफलको सार नै यही हो। समाजमा वास्तविक परिवर्तन क्षणिक फाइदाको पछि दौडेर आउँदैन। यो त सही कुरामा अडिग रहने साहस र निरन्तरको प्रयासले मात्र सम्भव छ। सिद्धान्तमा टिकेको नेतृत्वले मात्रै समाजको विश्वास जित्न सक्छ र सही दिशा दिन सक्छ। र अन्त्यमा एउटा प्रश्नबारे सोचौं: हाम्रो वरिपरि, हाम्रो समाजमा र राजनीतिमा अवसरवादलाई चिन्नु साँच्चै किन महत्वपूर्ण छ? यसले हाम्रो निर्णय, हाम्रो विश्वास र अन्ततः हाम्रो भविष्यलाई कसरी असर गर्छ? सायद यसको उत्तर खोज्नु नै एउटा राम्रो समाज बनाउने पहिलो पाइला हो।